प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस्। प्रभु धन्यवाद। प्रभु हामीले सुरु गर्न लागेको आजको टिचिङलाई प्रभु तपाईँको उपस्थितिमा हामी ल्याउँछौँ। हामी होइन प्रभु तपाईँ येशूको आज आवाजलाई हरेकले सुन्नमा सहायता गर्नुहोस्। प्रभु तपाईँको योजना कति असल छ प्रभु त्यो कुरामा हामी थाहा गर्न पाऊँ अनि तपाईँको हृदय हामी भित्र आएर हामी त्यो कुराहरूलाई बात गर्नमा एका दोस्रोमा सरसल्लाह गर्नमा सहायता गर्नुहोस्। धन्यवाद। सम्पूर्ण विषय तपाईँको अगाडि राख्दै माग्छौँ येशू ख्रीष्टको नाउँमा, आमेन। यहाँहरूलाई फेरि पनि यो सेकेन्ड सेसनमा स्वागत छ। अनि यो सेसन हामी सबैको लागि अति नै रोचक अनि आशिषित छन् बन्नेछ भन्ने कुरोमा म विश्वास गर्छु। तपाईँहरू तयार हुनुहुन्छ? तपाईँ सबैजना अभिभावक हुनुहुन्छ? ओके, तपाईँलाई याद छ हामी के विषयमा बातचित गर्दैछौँ? हजुर, तपाईँले गलत सुन्नुभएछ। खास गरी चाहिँ नानीहरूको विषयमा होइन, तपाईँ आमाहरूको विषयमा हो। अनि अब म तपाईँलाई अझै रोचक बनाउनु चाहिँ तपाईँले यहाँनिर चाहिँ यसो मात्रै नभन्नुहोस् आमाहरूको लागि होइन, तपाईँले आज यो सुनेर चाहिँ बाउहरूलाई पनि लगेर दिनुपर्छ। हामी दुईजना बिहा भएको 21 वर्ष भयो। अनि म चाहिँ उसलाई फर्स्ट देख्दा नै मन पराइदिएको मैले। अनि त्यसपछि हामी दुईजनाको भेट अर्कै छ, उसको गुण अर्कै छ। उसलाई यसरी ठुलो झुन्डामा बोल्नुभन्दा सानो झुन्डामा अनि विशेष गरी अझै नानीहरूको बारेमा बोल्नु हो भने उनले साँच्चै नै हप्ता दिन बोल्न सक्छ। हामी फर्स्ट भेट भएको थियौँ सन्डे स्कुलको टिचर्स ट्रेनिङमा। ऊ चाहिँ सन्डे स्कुल टिचर्सहरूलाई ट्रेनिङ गराउनका लागि ऊ आएको थिए। अनि मलाई चाहिँ रिभाइभल स्पिकरको रूपमा बोलाएको थियो एउटा ठाउँमा। अनि हामी दुईजना त्यहाँनिर भेट भयौँ। म फर्स्ट सेसन बोलेँ बेलुकी, त्यसपछि भोलि बिहान पनि वचन बोलेँ, त्यसपछि उनी वचन बोल्न थाल्यो। अनि बेलुकाको समय पनि मैले वचन बोलेँ। कुनै मैले रिभाइभल बोलेको वचनले रिभाइभल आयो कि आएन, मलाई चाहिँ रिभाइभल भयो। मैले मन पराइदिइहालेँ। हामी दुईजना थियौँ खाना खानु बस्दै गर्दाखेरि पनि, तर मैले अब उसलाई आई लभ यु भन्नु सकिनँ। तर भित्रबाट उनले जुन प्रकारको नानीहरूको बारेमा टिचिङ गरिराखेको थियो, कसरी सन्डे स्कुल चलाउने, सन्डे स्कुलको टिचर कस्तो हुनुपर्छ अनि कसरी हामीले सन्डे स्कुललाई चलाउनुपर्छ भन्ने बारेमा बोल्दै गर्दाखेरि चाहिँ मैले मन पराइदिएको। 21 वर्ष भयो, मैले बित्थामा बिहा गरेछु भन्नु परेको छैन। हामीलाई प्रभुले 3 जना नानीहरू दिनुभएको छ। 3 जना नानीहरूलाई पेरेन्टिङ गर्दै गर्दाखेरि एउटा अभिभावक भएर डोर्याउँदै गर्दाखेरि सजिलो चाहिँ भएको छैन। तर हामी दुईजनाले ती तलमाथि उत्तर चढाउहरूमा सिकेका छौँ। त्यही कारणले गर्दा एउटा असल आमा हुनु, एउटा असल प्रभुको भइराखेको स्वास्नी हुनु चाहिँ नि लोक्नेहरूको लागि मुकुट हो। यस। अनि जब मैले बिहा गरेँ, हामी दुईजनाको विवाह भयो, प्रभुले सेवाकाईको ठुलो क्षेत्रलाई बढाएर लगिदिनु भयो। यस। अनि एउटा प्रभुको भइराख्ने स्त्रीले एउटा व्यक्तिको जीवनमा ठुलो प्रभाव ल्याउँदछ। अनि अलिक म चङ्खो पनि भएँ बिहा गर्दै गर्दाखेरि। मभन्दा अझै विश्वासमा बलियो भएको स्त्रीलाई बिहा गरेँ। अनि जसले मलाई प्रभुमा डर राख्न सिकायो, जसले मलाई दशांश दिनु भन्ने कुरो चाहिँ मैले उनीबाट सिकेको है। किनभने म चाहिँ हिन्दू घरानाबाट कन्भर्ट भएको थियो। अनि सानो सानोको दशांश दिनु चाहिँ मन पर्थ्यो, ठुलो पैसा भएको बेलामा चाहिँ तर कसरी ख्रिस्ट केन्द्रित भएर परिवारलाई चलाउने भन्ने कुरोमा उनले सिकाए। अनि उनको पर्समा जहिले पनि थुप्रो गोजीहरू हुन्छ। अनि उनले जब यो प्रभुको लागि भनिसकेपछि कसले पनि छुनु पाउँदैन।
दशांशहरू प्रभुलाई दिने, सेवकाईको लागि भन्ने पैसाहरू छुटाउने है। अनि आज हामी आउँदै गर्दा प्रभुलाई हामी धन्यवाद भन्छौँ। हामी दुवैजना पालै पिला हामी बोल्नेछौँ। अनि तर उसलाई अझै यस्तो ठुलो झुन्डामा बोल्नु भन्दाखेरि सानोबडे तपाईँ कोही यदि तपाईँ कसैसँग केही कुराहरू छ भने अझै तपाईँ बात गर्न सक्नुहुन्छ। आई थिङ्क जस्तै तिमी उब्दा उब्दा थाक्छ होला। सो वेनेभर यु निड या हुन्छ। र यस अनि जसरी आदमले हवालाई भन्यो ऊ मेरो हाडको हाड, अनि ऊ पनि मेरो त्यस्तै हो। प्रभुले दिनुभएको कुराहरू